जुन फागुन 21 गते हुन लागेको चुनाव छ त्यो प्रतिनिधि सभाको लागि हुन लागेको हो, जुन अस्ति विघटन भयो संसदको लागि हुन लागेको हो। यसमा चाहिँ 275 जना मेम्बरहरू हुन्छन्, ठिक छन्। 165 जना चाहिँ डाइरेक्टली इलेक्ट हुन्छन्। यो भनेको चाहिँ होल नेपाललाई 165 एरियामा डिभाइड गर्ने गरिन्छ। कसरी जस्तै धादिङमा 5 वटा छ भने धादिङ 5 वटा भयो हैन, झापा 5 वटा भयो। पपुलेसन कति छ त्यो आधारमा डिभाइड गर्ने गरिन्छ। काठमाडौँमा सबभन्दा बढी निर्वाचन क्षेत्र हुन्छ, डोल्पामा एउटा होला त्यस्तो। टोटल 165 हुन्छ। इच एरियाबाट धेरै जना उठ्छन्। जस्तै झापा 5 वटा बालेनी उठिरहेछ, यो केपी ओली नि उठिरहेछ। 5 भनेको चाहिँ एउटा निर्वाचन क्षेत्र। 65 मा 165 मा एक जना कि त बालेन जित्छ कि त केपी ओली जित्छ। हर्क आए हर्कले नि यहीँबाट उठ्यो कि त हर्क मात्रै जित्छ, एक जना मात्र जित्छ। यहाँबाट 165 जना जान्छ। अर्को भनेको 110 भनेको चाहिँ समानुपातिक हुन्छ। यो भनेको चाहिँ पार्टीलाई भोट समानुपातिक, यो भनेको चाहिँ पार्टीलाई भोट हाल्ने हो। तैँले हाल्दाखेरि घन्टीलाई हाल्नु, यो मान्छेलाई हाल्ने होइन। यो चाहिँ मान्छेलाई हाल्ने, यो डाइरेक्टली मान्छेलाई हाल्ने, बालेनलाई हाल्ने, केपीलाई हाल्ने भन्ने थाहा हुन्छ। रवि कहाँबाट उठ्या थाहा छैन। समानुपातिक भनेको चाहिँ पार्टीलाई हाल्ने हो, जस्तै घन्टीलाई हाल्ने के हो त्यो ट्री। त्यसमा हामी एकजना गएर 2टा भोट दिन्छौँ। 2टा भोट दिनुपर्छ। 4वटा भोट दिन्थ्यो के अरे, तर 2टा अहिले 2टा होला। डाइरेक्टली 165 भयो, अर्को पार्टीलाई दिन्छ। पार्टीको टोटल 110 जना सिट हो। नेपालभरिकोमा निर्वाचन क्षेत्रमा इच पार्टीले कति सिट ल्याए समानुपातिकबाट हेर्छ, अनि त्यसलाई 110 जनालाई रेसियोमा बाँड्छ। जस्तै घन्टीले मानौँ 5 वटा ल्यायो, घन्टीले 5 लाखवटा ल्यायो, के हो यो कांग्रेसले 10 लाखवटा ल्यायो भने लेस सपोज 2टा मात्र छ भने 1:2 15 लाख भयो हैन। 15 लाखमा यसले 15 लाख 5 लाख डिभाइडेड बाइ 15 लाख हुन्छ, अनि इन्टु 110 हुन्छ। यो घन्टीको भयो, यो कांग्रेसको भयो, यसरी डिभाइड हुन्छ। यहाँ जानको लागि 3% थ्रेसहोल्ड हुन्छ, त्यो चाहिँ क्रस गर्नै पर्छ। जस्तै घन्टीले ल्याएन 500 वटा मात्र ल्यायो भने, यो त पहिलाको संविधान होला नि त, अहिलेको संविधानै चेन्ज भएको छैन नि त। यो सबै अब बल्ल 275 जना मेम्बर भयो हैन, 275 प्रतिनिधि सभाको, उनीहरू बीच बल्ल भोट हुन्छ र प्रधानमन्त्री चुज हुन्छ। ए यो भएन, यो पहिला यो हुन्छ अनि बल्ल यो हुन्छ, यो सँगै हुन्छ, सँगै हुन्छ। 275 प्रतिनिधि सभाको मेम्बर भयो। राष्ट्रिय सभाको 59 जना हुन्छ, त्यो छुट्टै हुन्छ। त्यसपछि कार्यपालिका भन्ने हुन्छ, जसको हेड चाहिँ हाम्रो पीएम हुने गर्छ। पीएम पनि व्यवस्थापिकाबाट चुज हुने गर्छ, प्रतिनिधि सभाबाट चुज हुने गर्छ। बुझिरहेछ अलिअलि। त्यसमा चाहिँ इफ कुनै पनि पार्टीले 51% भोट ल्याएर डाइरेक्टली यो 275 जना मेम्बरमा 51% जना मेम्बर एउटा पार्टीको छ, एउटा पार्टीले बहुमत ल्याछ भने डाइरेक्टली त्यो पार्टीको हेड पीएम हुन्छ। जुन बालेनले ल्याउन सक्दैन जस्तो मलाई लाग्छ। 51 किनभने यति धेरै पार्टीमा 51% आरएसपी को आउनै सक्दैन जस्तो मलाई लाग्छ। अनि अहिलेसम्म त्यो कांग्रेस एमएलएहरुले कसरी जित्छ त? कि त उनीहरूले 51% डाइरेक्टली ल्याउँछन्, नभए गठबन्धन हुन्छ। गठबन्धन भनेको चाहिँ जस्तै कांग्रेस र एमालेको गठबन्धन भन्छ नि, कांग्रेसको 20% छ, एमालेको 31% छ भने उनीहरू दुईटा मिलेर गठबन्धनको सरकार बनाउँछ। टोटल 51 कट्नै पर्छ। जसले म्याक्सिमम भोट ल्याउँछ त्यो होइन, 51 कट्नै पर्छ। अनि उनीहरूले म 2 वर्ष चलाउँछु, तिमी 3 वर्ष चलाऊ, म 2.5 चलाउँछु, तिमी 2.5 चलाऊ भनेर यसरी गर्नु सक्छ। यसलाई गठबन्धनको सरकार भन्छ। अनि अहिले अस्ति नै कांग्रेस एमालेहरु गठबन्धनमा चलाइरहेको थियो, मोस्टली गठबन्धनमै चलाइरहेको थियो। नभए उनीहरूको 51% डाइरेक्टली भोट आइहाल्थ्यो नि। कांग्रेस एमाले त्यत्रो ठुलो अब त देश चेन्ज हुँदैछ नि त। अब देश चेन्ज हुँदैछ। आरएसपी ले गर्ने भनेको नि सक्ने भने इफ भयो भने गठबन्धनको सरकार बनाएर पीएम मा जान सक्छ, नभए सक्दैन। गठबन्धनको पनि भएन भने जो कोही पनि उठ्न सक्छ, जो पनि पार्लिमेन्टको मेम्बरहरूले म पीएम बन्छु भन्न सक्छ, तर 30 दिन भित्रमा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ। त्यो पनि भएन भने राष्ट्रपतिले 6 महिना भित्रमा फेरि यसको रिइलेक्सन गराउनु पर्छ। त त्यहाँसम्म चाहिँ पुग्दैन होला।
बालेनले जित्ने भनेको यहाँबाट त आइएम 100% सेयर जित्दैन डिरेक्टली त एकल सरकार त बन्न सक्दैन गठबन्धनको सरकार बन्यो हो अनि गठबन्धनमा उ त्यसको लागि कसरी मिल्छ त अर्को के त त्यसको लागि बालेन यहाँबाट उठ्नु पर्छ जुन केपी र बालेन एउटै ठाउँबाट अनि बालेनले त जित्छ त्यहाँबाट जित्छ त्यहाँ टाउको जित्छ भने तैँले भिड देखाएन म त भिड होइन अनि जुन बालेन अहिले जनकपुर गयो नि ऊ त झापाबाट लड्न लाग्छ जनकपुर चाहिँ किन गएको यो चाहिँ यसको लागि यसै भन्नको लागि आऊ मलाई भोट दिन भने अनि झापामा थोडी छ त उसको अब जनकपुर त जस्ट उको लागि गयो होला त्यो भाषण दिन पपुल्यारिटी गर्नको लागि गयो होला आइ एम नट अगेन्स्ट बालेन आइ एम जस्ट सेइङ कि देयर इज भेरी लेस चान्स अफ बालेन विनिङ बालेनले अर्को एरियाबाट उठ्नु पर्थ्यो एटलिस्ट उसले ल अनि झापाबाट जित्यो भने चाहिँ बल्ल प्रतिनिधि सभाको मेम्बर हुन्छ बल्ल त्यसबाट कार्यपालिकाको पीएम को लागि लड्न पाइन्छ ठिक छ त अनि झापाबाट जितिहाल्छ जितेपछि कार्यपालिकामा प्रतिनिधि सभा एउटा भइहाल्छ त्यसपछि कार्यपालिकामा गइहाल्छ अनि झापाबाट जित्ने नजित्ने फिक्स छैन नि त उसले किन रिस्की डिसिजन लिएको किनभने रिस्की त लिने हो नि त्यो केपीओले त्यही किन इगोइस्टिक डिसिजन लिएको त अर्को एरियाबाट उठे भयो त ऊ पीएम बन्न सक्थ्यो होला अनि अब पनि बन्छ होला मानौँ यहाँबाट यो एकछिन ल यो यहाँबाट जित्यो भने चाहिँ कार्यपालिका गयो होइन यहाँबाट जित्न नि सक्दैन अहिले मान्छेहरू सकिहाल्छ नि यहाँबाट जितेपछि कार्यपालिका गइहाल्छ यहाँबाट जितेपछि प्रतिनिधि सभाको मेम्बर हुन्छ त्यसको त्यहाँबाट चाहिँ कार्यपालिकाको गठन हुने हो यहाँबाट त जित्छ अहिले कति भिड छ त थाहा छ भिडले जित्ने हो तेरो बाउ हो भने कि जित्दैन रिस्की छ मात्र रिस्की त छ रिस्क लिए नाम बन्छ क्या त